किन बिमारी भइस नि नहाल्नु न किन हाल्नु मलाई हार्ट एट्याक आइसक्यो किन हाल्नु दिदी त्यो भिडियो त्यही म्युजिक भिडियो नहाल्नु न दिदी केमा नहाल्ने फेसबुक हाल्यो भने के हुन्छ बेचन कसले भने मैले भने तेरो साथीहरू यस्तो प्याटर्नको गीत मन पराउने पनि त क्यामेरा पहिला हटाउनु उता लानु तेरो साथीहरू यस्तो प्याटर्नको गीत मन पराउने पनि त हुन सक्छन् छैनन् के त्यस्तो त्यो विषयमा बोल्दै बोल्दिन ए हटाउनु साथीहरूलाई छुने गरी बोल्दै बोल्दिन ओइ तँ त ठुला बडा नेताहरू भन्दा पनि डेन्जर भइस त पहिला क्यामेरा बन्द गर्नुस् तपाई क्यामेरा बन्द गर्नुस् बन्द गर्नु अनि जे भने नि बोलौँला क्यामेरा बन्द गर्नु जे भने नि बोलौँला एक्टिङ पनि त्यहीबाट सुरु कन्टिन्यू ल हेर है रोजिनाको साथीहरू क्यामेरा बन्द गर्न लगाइ तिमीहरूको बारेमा बुराइ गर्न खोज्दैछ म कति ज्ञानी छु साथीहरूको बारेमा कुरै गर्दिनँ नि तेरो हात बन्द गर तेरो अनुमति नगर्नु नि दिदी बहिनी हजुर यो गीतको नाम के रे कति गयो दिदी नगर्नु न कति दशैं गयो बरै कति दशैं गए बरै अनि यो सुटिङको टाइममा चाहिँ तैँले यो गीत सुन्दाखेरि कस्तो भाइ भएको थियो ठिकै राम्रै तँलाई यो गीतमा सबैभन्दा धेरै मन परेको पार्ट कुन हो त्यो फास्ट म्युजिक नगर्नु न त्यो क्यामेराको न अनि कुन हो रे फास्ट म्युजिक कति दशैं गए बरै ठिकै लागेको छैन छैन ए कति दशैं के रे क्यामेरा बन्द गर्नु भन कति दशैं के रे कति दशैं गए बरै ठिकै लागेको छैन अनि 5 वर्ष अब छोरो आएको खोइ के थियो बन्द गर्नु नि दिदी युट्युबमा अपलोड भइसक्यो अघि नै यसमा रोजिनाको पनि एक्टिङ छ त्यो भएको भएर चाहिँ मैले यसका साथीहरूले पनि हेरुन् भनेर शेयर गरिदिन लागेको छु यसको फेसबुक प्रोफाइलबाट गर्न लाग्नु जबरजस्ती तनाव भएको छ यसको साथीहरूमा यसको बेइज्जत हुन्छ रे भनेर हुँदैन कि यो पनि बेइज्जत भइसक्यो क्यामेरा किनकि यसको एउटा त्यो सुटिङको मेकअप गरेको सानो क्लिप भएको भिडियो यसको टिकटकमा जबरजस्ती मैले अपलोड गर्दा थिएँ हैन सुटिङ टाइम भनेर यसको साथीहरूले कमेन्ट हाने खान दरो अटोग्राफ लिन आउनेदेखि लिएर लौ स्कुल बिदा भएको बेलामा रोजी त हिरोनी नै भइसक्यो क्या हो भनेर लेखे खान साथीहरूले बिचरालाई इन्टरनेसनल बेइज्जत भरे मेरो भनेर केही छैन अनि तेरा साथीहरू त नेसनल नै सक्यो के बहिनी चिया सेलाएर केही हुँदैन तँलाई राम्रै देखाएको छ क्यामेरामा म डलसँग